नमस्कार साथीहरू। आज यो दिएको क्वेशनको यसो एन्सर निकालौँ। डाइमेन्सनल फर्मुला कसरी निकाल्न सकिन्छ त्यसको बारेमा हामीले बेसिकबाट डिस्कस गर्नेछौँ यो भिडियोमा। ग्रेभिटेसनल कन्स्ट्यान्टको डाइमेन्सनल फर्मुला निकाल्नको लागि हामीलाई दिएको क्वान्टिटीको फर्मुला चाहिन्छ। ग्रेभिटेसनल कन्स्ट्यान्ट चाहिँ ग्रेभिटेसनल फोर्सको फर्मुलामा आउने गर्छ। त्यही भएर हामीले ग्रेभिटेसनल फोर्सको फर्मुला लेखौँ। ग्रेभिटेसनल फोर्सको फर्मुला G m1 m2/r² हुन्छ। अब हामीले G को डाइमेन्सनल फर्मुला निकाल्नु पर्ने छ। त्यही भएर G लाई हामीले छुट्टै लेख्न सक्छौँ Fr² m1 m2 गरेर। डाइमेन्सनल फर्मुला लेख्न भन्दा पहिला हामीले बेसिकल्ली मासलाई यामले डिनोट गर्ने हुन्छ, जुन चाहिँ हामीले बिग ब्र्याकेट भित्र राख्छौँ। त्यसैगरी लेन्थलाई हामीले एलले डिनोट गर्छौँ, जुन चाहिँ हामीले बिग ब्र्याकेट भित्र राख्छौँ। त्यसैगरी टाइमलाई चाहिँ हामीले टीले डिनोट गर्छौँ, जसलाई चाहिँ हामीले बिग ब्र्याकेट भित्र राख्छौँ। ग्रेभिटेसनल कन्स्ट्यान्टको डाइमेन्सनल फर्मुला निकाल्दा फोर्स भनेको मास इन्टु एक्सेलरेसन निकाले एन्ड r² m1 m2 जस्ताको जस्तै भयो। जी मास भनेको केजी भयो, एक्सेलरेसन भनेको मिटर पर सेकेन्ड स्क्वायर भयो, आर भनेको रेडियस भनेको मिटरको होल स्क्वायर भयो, m1 m2 छ, m1 को एउटा केजी m2 को एउटा केजी भयो। केजी क्यान्सल हुन सक्छ एन्ड g m³ s² इन्टु केजी भयो एन्ड g भनेको m भनेको मिटर भयो, मिटरको लागि l लेख्न पर्यो, l³ बिग ब्र्याकेट भित्र। त्यसै गरी s भनेको के भयो, टाइम भयो, टाइम भनेको टी को होल स्क्वायर भयो एन्ड देन केजी भनेको हाम्रो के भयो, मास भयो। मासलाई हामीले याम लेखौँ। g अब हामीले यो तलकोलाई माथि लैजान सक्छौँ, m-1 l3 and t-2. m-1 l3 and t-2 is here given in the option number B, and this is the correct answer. Thank you everyone.